यो सिन्धुपाल्चोकको चौतारा नजिकैको पिपल डाँडा भन्ने ठाउँको सातकोटा गाउँमा हामी छौँ। गणेश सर हाम्रो घरपट्टि बचेर गरौँ है एकदमै जोगेर। यो के को बिउ हो? यो धान पोखेको हो? मासको हो? घर भत्किएर धान उम्रेको। धान यहीँ उम्रेको? हजुर हजुर। धान सबै पुरियो। हजुर। सबै खाने अन्नहरू नष्ट भयो। हजुर। अनि नष्ट भएर के गर्नु, त्यो भएर अनि उम्रेको यो काम नलाग्ने नै भएर। हजुर। समीर भन्नुहोस्। यहाँ हेर्दा यो केले यो अलिकति थाहा छ यसलाई, यो निकाल्नु। सबै धानहरू पोखेर बिउ भएछ 12तिर। धान चाहिँ पुग्यो यार, आउने हो कि न? जमिन के लिए बोल्नु? खै समीर सर म गर्छु, तपाईँ उता जानु छोड्नु त। अलिक गर्न सक्ने काम त गर्न दिनु। बुवा यो घरमा क्षति त केही भएन नि? ए आमा कहाँनिर कुन ठाउँमा पर्नुभएको? अगाडि हजुरआमा? बुवाको आमा मेरो। कति वर्षको हुनुहुन्थ्यो? ए बाबु 70-80? 82 वर्षको आमा यही खालको हुनु। बुझ्नु नि त। हेलो रूपक सर, काम गर्न तपाईँलाई कस्तो लागिरहेछ? मलाई एकदमै खुसी लागिरहेछ, आनन्द लागिरहेछ है। स्टप दिनु।